है र हामी चाहिँ एकछिन थोरै केसँग 2 मिनट ओके म त दिइहाल्छु। हाम्रो बिजनेस पार्टनर साउल कोरियामा दोङदेमुनको यो होटलमा छौँ हामी। तपाईँको नाम के हो? नमस्ते, म चाहिँ अनिता श्रेष्ठ। म चाहिँ कोरिया आएको 2008बाट हो। हजुर। म पनि तपाईँहरू जस्तै इपिएसबाट पास गरेर आएको। अहिले चाहिँ मेरो आफ्नै फ्यामिली यहाँ सेटल भएको छ। अनि मलाई चाहिँ कस्तो लाग्छ भने यो बिजनेसमा छिरेको म धेरै भएको छैन, तर पहिले किन मलाई थाहा भएन जस्तो लाग्छ क्या। पहिले थाहा भइदिएर त म अझै पनि माथि पुगिसक्थेँ होला होइन। यत्रो वर्ष चाहिँ मैले खालि कमायो, जेरो क्या, हातमा लागि जेरो भएको छ। खालि कमायो, खायो, घुम्यो है, यतिमै सीमित छ। 8बाट अहिले 24 होइन? 25 तपाईँ 10-15 वर्ष भइसक्यो। हुँदाखेरि पनि केही पैसाले सेटिस्फाई भएन म। हजुर। अनि तर मैले यहाँ आएर चाहिँ सेटिस्फाई भएको छ। यहाँनिर र मैले चाहिँ भविष्य देखेको छु, कुनै न कुनै दिन आई विल बी सक्सेस। ओके। हेलो होइन? नमस्ते सबैजनालाई। के अरे जसले चाहिँ हाम्रो रमेशजीको चाहिँ यो पेज अथवा चाहिँ के अरे अकाउन्टबाट लाइभहरू हेर्नुहुन्छ सबैजनालाई चाहिँ फर्स्ट टाइम के अरे हामी चाहिँ के अरे यहाँनिर चाहिँ अहिले कोरियाको सौल सिटीको नजिकै थोङदेमुन बजारबाट चाहिँ यहाँ चाहिँ एकदम नेपालीको चाहिँ धेरै क्याफे हुने ठाउँ हो स्पेसली। र एउटा होटल त्यो चाहिँ के अरे रोयल इन्डियन रेस्टुरेन्ट छ। हामी त्यहाँ आएर चाहिँ हाम्रो सानो बिजनेस कन्फरेन्स गरिराखेका छौँ। र आजको स्पेसली कस्तो भने चाहिँ हाम्रो न्यु बी हाम्रो चाहिँ यो बिजनेसको चाहिँ एउटा के भन्छ हेल्पिङ अदर पिपल भन्ने हुन्छ। जस्ट हाम्रो चाहिँ न्यु बिए जस्तै हुन्छ। हाम्रो चाहिँ अनिता बहिनी चाहिँ भर्खर चाहिँ बिजनेस स्टार्ट गर्नुभएको। सो उहाँलाई स्पेसली हेल्प पनि गर्नलाई र हाम्रो चाहिँ छोटो आफ्नो चाहिँ एउटा एक्सपिरियन्सहरू सेयर गर्नलाई एकअर्कामा चाहिँ एउटा रिकगनाइज चाहिँ चिन्जानको लागि पनि भने चाहिँ फर्स्ट टाइम हाम्रो चाहिँ यो चाहिँ जनरल मिटिङ हो है। र नेक्स्ट टाइम हामी चाहिँ एकदम ब्रोड गरेर चाहिँ आउँदैछौँ। र यसमा चाहिँ स्पेसली म तपाईँलाई के भन्छु भने यो सोसियल मिडियाको तर्फबाट चाहिँ तपाईँहरू पनि यही सोसियल मिडियामा चाहिँ टाइम स्पेन्ड गर्नुहुन्छ, हामी पनि त्यही सोसियल मिडियामा टाइम स्पेन्ड गर्छौँ। र तपाईँले पनि त्यही सेम फोटो भिडियो कन्टेन्ट गरेर चाहिँ अपलोड गर्नुहुन्छ। तर तपाईँले त्यहाँ जस्ट कमेन्ट सेयर लाइक पाउनुहुन्छ, अदरवाइज नथिङ। अथवा चाहिँ तपाईँको चाहिँ मिलियन्स भ्यू छ भने थोरै केही पैसाहरू तपाईँले पाउनु होला होइन। तर हामीले चाहिँ लाइक कमेन्ट सेम त्यस्तै फोटो पोस्ट गरेर सेम त्यस्तै भिडियो पोस्ट गरेर सेम कन्टेन्ट पोस्ट गरेर चाहिँ लाइक कमेन्टको सँगसँगै हामी चाहिँ कस्टमर बाई पनि पाउँछौँ। सो त्यहाँबाट चाहिँ हाम्रो बिजनेस रन हुन्छ। सो हामी चाहिँ चाँडै नै आई होप मेबी के अरे अब चाहिँ 2-3 वर्षसम्ममा चाहिँ पछाडि चाहिँ हाम्रो यो फुल टाइम जबको चाहिँ घन्टानेसनलाई चाहिँ चेन्ज गरेर चाहिँ हाम्रो चाहिँ लाइफलाई चाहिँ बिजनेसमा मोडल बिजनेस चाहिँ उसमा चाहिँ लाइफ चेन्ज गरेर चाहिँ हामी चाहिँ किसिमको चाहिँ टाइम फ्रिडम भएर अथवा चाहिँ फाइनेन्सियल चाहिँ फ्रिडम भएर अलिकति चाहिँ हामी आफ्नो स्वतस्फूर्त तरिकाले चाहिँ घुम्न सक्ने तरिकाको चाहिँ बन्न पाऊँ, हाम्रो चाहिँ त्यो लक्ष्य छ है। अलिकति म सोध्छु ल बहिनी सरलाई, यो बिजनेस अनलाइन बिजनेसमा यो बिजनेस गर्दाखेरि के तपाईँलाई कतिको सन्तुष्टि मिलेको छ? अनि जस्तो कि यहाँनिर चाहिँ कुनै सामानै बेच्नुपर्छ कि इन्कम कसरी गर्न सकिन्छ त्यो अलिकति बारेमा भनिदिनुहोस् न। अनि नेपालीहरूलाई के भन्न चाहनुहुन्छ अन्तिममा नेपाली साथीहरूलाई यो प्लेटफर्ममा काम गर्दा? एकदम राइट क्वेसन सोध्नुभयो है। किनभने के अरे अहिलेको जमानामा अघि भने सबैजना चाहिँ सोसियल मिडियामा अर्काको कन्टेन्ट हेरेर चाहिँ यस्तो महत्त्वपूर्ण समय चाहिँ तपाईँले टाइम स्पेन्ड गरिराख्नुहुन्छ होइन। अब यसमा कमाइको लागि त हाई पोटेन्सियल कमाइ छ, त्यसैले यसलाई चाहिँ तपाईँले चाहिँ हाई सेक्युरिटी सहित चाहिँ चलाउनु पर्ने हुन्छ यो बिजनेस रनिङ गर्दै होइन। यो 100% रियल र लिगल छ होइन। तपाईँले चाहिँ तपाईँले चाहिँ यसमा कुनै डराउनु पर्ने हुँदैन। र चाहिँ अब कमाइको कुरा गर्ने भने चाहिँ यसमा चाहिँ अनलिमिटेड छ। तपाईँ कस्तो तरिकाले काम गर्नुहुन्छ है, कसरी चाहिँ तपाईँले यति हुनु चाहिँ अब अलिकति काम त गर्नु पऱ्यो जहाँ आएर पनि। अघि भने जस्तै के अरे यसमा चाहिँ रातै एकै रातमा चाहिँ धामी हुने त होइन होइन। तर यसमा चाहिँ तपाईँले चाहिँ काम चाहिँ गर्ने त अलिकति डिफ्रेन्ट स्मार्ट तरिकाले काम गर्ने हो है। तपाईँले चाहिँ अर्काको ठाउँमा गएर चाहिँ अर्काको अन्डरमा बसेर च्याङ गरेर चाहिँ त्यहाँभित्र चाहिँ मरिमरि आफ्नो ज्यानै जोखिममा लाएर चाहिँ काम गर्नुहुन्छ भने आज सेम त्यहीको तरिकाको चाहिँ काम गरेर तपाईँ जति पाउनुहुन्छ। तर यहाँ चाहिँ तपाईँ आफ्नो चाहिँ खुसीले तपाईँको आफ्नो कम्फर्टेबल टाइममा कम्फर्टेबल प्लेसमा बसेर चाहिँ तपाईँले चाहिँ एउटा स्मार्ट तरिकाले चाहिँ काम गरेर त्यो पनि तपाईँले चाहिँ गाइडेन्स सपोर्ट सँगसँगै तपाईँलाई चाहिँ कस्तो खालको गाइड चाहिन्छ, कहाँबाटको चाहिन्छ, नेपाली कम्युनिटीको चाहिन्छ कि त्यही तपाईँ नेपाली हो भने होइन, त्यो होइन बाहिरी अन्य देशको कम्युनिटीको चाहिन्छ कि उहाँहरूबाट सपोर्ट गरेर चाहिँ तपाईँको कामलाई चाहिँ स्मार्ट तरिकाले लर्निङ गरेर हाई पोटेन्सियल फर इक्जाम्पल तपाईँको पोटेन्सियल साँच्चै भन्यो भने तपाईँलाई नै थाहा हुँदैन कि मसँग कति पोटेन्सियल छ भन्ने कुरा चाहिँ तपाईँलाई नै थाहा नभइराखेको हुन्छ। तर यो बिजनेसले चाहिँ तपाईँको पोटेन्सियललाई फाइन्ड आउट गर्ने कोसिस गर्छ र फाइन्ड आउट गरिदिन्छ र तपाईँको इन्कमले चाहिँ यो बिजनेसले निर्धारण गरिदिन्छ कि तपाईँले कति कमाउँछ भन्ने चाहिँ। सो
यो विषयमा चाहिँ तपाईँले चाहिँ डिटेलली बुझ्नु पर्ने चाहिँ तपाईँलाई चाहिँ मैले अहिले सबै भन्दाखेरि चाहिँ यति छोटो समयमा तपाईँले चाहिँ धेरै इन एन्ड आउटको कुराहरू चाहिँ गर्न नसक्नुला। तपाईँ कमेन्ट राख्नुहोस्, तपाईँको क्वेसन पनि के छ त्यहाँ राख्नुहोस्। अनि रमेशको अर्को क्वेसन के थियो? कुनै प्रडक्ट सेल गर्नुपर्छ कि भन्ने प्रोडक्सन सेलको लागि चाहिँ यो बिजनेसमा तपाईँले कुनै टाइपको प्रोडक्सन सेलिङ गर्नु पर्दैन है। इन्डिभिजुअली कसैलाई कसैलाई पनि प्रोडक्सन सेलिङ गर्नु पर्दैन, कुनै प्रोडक्सनको एडभर्टाइजिङ गर्नु पर्दैन। कसैलाई मेम्बरसिपको लागि चाहिँ डोर नक गरेर चाहिँ प्लिज कम भने चाहिँ तपाईँले उसलाई चाहिँ के अरे कन्भिन्स गर्नु पर्दैन। यो बिजनेस चाहिँ अटोमेसन सिस्टम छ, यसको सिस्टमले चाहिँ हामीलाई चाहिने हामीले यहाँबाट लर्निङ गरेको चाहिँ यो बिजनेसबाट सिकेकोबाट चाहिँ तपाईँलाई चाहिँ सबै कस्टमर बायर सबै कुरा चाहिँ हाम्रो बिजनेसको सिस्टमले गरिन्छ। सो द्याट नो निड टु नक एनीबडी कसैको ढोकामा चाहिँ टक्क गर्नु पर्दैन, कसैलाई चाहिँ प्रोडक्सन झोलामा बोकेर बेच्न पर्दैन, केही गर्न पर्दैन। हाम्रो सिस्टमले सबै चिज सपोर्ट गर्छ तपाईँलाई चाहिने कुराहरू। सो र अर्को कुरो चाहिँ यो नेपालीहरूको लागि चाहिँ विशेष गरेर चाहिँ अहिले चाहिँ कस्तो भने म अस्ति भर्खर चाहिँ म बिदामा चाहिँ 40 दिनको नेपाल साथी गर्दाखेरि चाहिँ उहाँ ह्युज साथीहरूलाई भेटेको थिएँ। उहाँले यति धेरै हाइली चाहिँ यस्तो पोटेन्सियल इन्कमिङ गरेर चाहिँ के अरे यो बिजनेस रनिङ गरिराख्नु भएको छ। थ्याङ्क यू सो मच उहाँहरूलाई पनि होइन। उहाँहरूले चाहिँ के अरे एउटा चाहिँ कोअर्डिनेट गरेर चाहिँ हामीलाई पनि डेभलप गर्नु कति सजिलो भएको छ भने यो बिजनेस अहिले नेपालमा यति धेरै राम्रोसँग चाहिँ फस्टाइराखेको छ किनकि यो बिजनेस 100% रियल छ, 100% लिगल छ। यसमा कसैले चाहिँ कहीँ कतै स्क्यामिङ हुन्छ कि भनेर चाहिँ डराउनु पर्दैन। इफ यो त्यस्तो चाहिँ तपाईँसँग चाहिँ कुनै स्केप्टिकल छ, स्केयर छ भने राइट वे तपाईँले पनि स्टार्ट गर्नुहोस् कि लर्निङ गर्न अथवा चाहिँ यसलाई चाहिँ फाइनल गर्नु सिक्नुहोस्, रिसर्च गर्नुहोस्। किनभने अहिलेको जमानाको मान्छेहरू कोही पनि मेरो बाबुको जमानाको जस्तो चाहिँ के अरे अर्कोले जे भन्यो होमा हो चाहिँ कपीमा लेखेको कुरा चाहिँ पढ्न नसक्ने, जान्न नसक्ने होइन। तपाईँ आफै पनि जान्न सक्ने, पढ्न सक्ने हुनुहुन्छ। सो फाइनल योर सेल्फ है, तपाईँ आफैले पनि फाइनल